पापा हामी पनि आगो बालौँ न, मलाई आगो ताप्न कस्तो रहर लागिरहेछ। नो छोरा, आगोमा हार्मफुल ग्यासेसहरू हुन्छ, जस्तै नाइट्रोजन अक्साइड, हाइड्रोजन डैडी ये धुआं है क्या? धुआं बाटा मुती मान्ने मोरा तेरो। यो विन्डोको सपिङ गर्यौ छोरा तिमीले? गरे पापा, हेर्नु न मैले ज्याकेट किनेको। ज्याकेट? खोइ ज्याकेट? यो यस्तो पातलो, यो त टी सर्ट जस्तो छ त। त्यो पनि हेर्दै पुरानो जस्तो छ। कहाँ पुरानो हुनु, भर्खर 2 दिन त भयो किनेको। अनि 2 दिन पुरानो भइसकेछ। जाउँ 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 सपिङ गर्नु जाउँ। हैन ड्याडी जाडो भयो क्या, यो जाडो कसरी कटाउने? अब के अर्थ जस्तो बियर जस्तो तातो पनि हो नि। होइन ड्याडी, सपिङ गरिदिनु न जाडोको। सपिङ मैले अस्ति भर्खर किनेर ल्याएको नयाँ छ, म ल्याइदिन्छु बस्ने। ल अस्ति भर्खर किने सर्ट यो मैले लागेको छैन, नयाँ छ, तँ लगा। अब त्यो सिला न 10-20 रुपियाँ त पर्छ नि। ए कहाँ सिला भने ड्याडी, त्यही यो त सर्ट हो। मलाई त ज्याकेट चाहिन्छ, अहिले कस्तो नयाँ नयाँ डिजाइन आइसक्यो। ए नयाँ डिजाइन, तर नयाँ डिजाइन चाहियो त ल पक। ए म यहाँ त्यो अस्ति राति च्यातेको तँलाई लिएर आऊ त। हेलो हरि भाइ, मेरोमा आइहाल त। नापिहाल्छ हरि भाइ। ए कहाँ नापे तँ नाप भने 28 अनि बाहिरबाट चाहिँ के हाल्यो? तातो हुनु पर्यो नि। बाहिरबाट त डिजाइन पनि राम्रो चाहियो। कुखुराको पा खाल्यो, मेरो छोरा तातो हुनु पर्यो नि, होइन छोरा? 36 अनि बाहिर त भयो, भित्र चाहिँ के हाल्ने हो दाइ? भित्र पराल मजाले पराल हाल्ने, तातो हुन्छ नि त, होइन? मेरो छोरा तातो हुनु पर्यो नि, होइन छोरा? कस्तो गरौँ भयो त, भालो गरौँ भएन? कस्तो गरौँ भइसक्यो। के गरे यो? ए पर्दैन, गरौँ भइसक्यो, जाडो भइसक्यो। तिमी के खाइरहेको बाबु? तातो पानी खाइरहेको पापा। कहाँ तातो पानी मात्रै खाएर हुन्छ बाबु? यस्तो रुगा लागेको छ तिमीलाई। पूजा दिदी उसलाई मटनको सुप बनाइदिनु त। हेलो डाक्टर? अनि बाबुलाई त केही भएको छैन त? कहाँ के भएको छैन डाक्टर, बिहानदेखि 4 चोटि हाछी गरिसक्यो उसले। नो इट्स नर्मल, अहिलेको सिजन नै यस्तो छ। मैले उसलाई इन्जेक्सन दिइसकेँ, अब ठिक हुन्छ। पक्का हो नि है? पक्का पक्का। एम्बुलेन्स! ड्याडी रुगा लायो। ए सिटामल खा, ठिक हुन्छ। ड्याडी टाउको फुट्यो। सिटामल खा। ड्याडी मेरो खुट्टा भाँच्यो। सिटामल खा। कहाँ सबै कुरा सिटामलले ठिक हुन्छ भने ड्याडी? यस्तो जाडो छ। अब जाडो छ त के खान्छस् त? यसलाई जना झोल बनाइदिउ त। ए होइन होइन के खान्छ त? गुन्द्रुक झोल। ए यसलाई गुन्द्रुक झोल बनाइदिउ। होइन ड्याडी, त्यो अलि तातो पानीसँग खाने क्या अलि। तातो पानीसँग बेसार। ए यसलाई बेसार पानी बनाइदिउ त। ए होइन क्या ड्याडी, बेसार पानी होइन क्या, त्यो अलि अलि जिउ तताउने क्या अलि। त्यसो भन्न त मेरो छोरो नि ठुलो भएछ। के रम राउनु भन्ने राउ? म यहाँ त्यो ल्याउ त। तँलाई रम चाहियो होइन? यसले खुब राम्रो हुन्छ। बाबु तिमी स्मेल गरिरहेछौ हो? कति दिन भयो तिमी नुहाएको भन त? मैले 3 डेज भयो पापा। 3 डेज भइसक्यो, अब नुहाउनु पर्छ। पूजा दिदी उसलाई गिजरबाट तातो पानी थाप्यो भने त ऊ नुहाउन आउँछ। बाबु जाऊ नुहाउँछ है? आमा यो बोकास त गनाको डुङ ती कति दिन बदल नुहाएको? 1 हप्ता भयो। आमा मम्मी 1 हप्ता? तँलाई जिउ चिनाउँदैन? सफा सुग्घर हुनु, नुहाइदिए गर्नु। तिमीले नआएको 1 वर्ष भइसक्यो, के छोरालाई भनेको? त मेरो कुरो नगर न, म त त्यसै सफा छु नि। यो पो अलिकति फोहोर छ त। त के छोरोको ढालसो गर्न कि? त प्यार गर्न तँलाई फेरि मम्मा माथि पठाइदिनु। ए होइन यहाँ अरूले कि तपाईँको मजा गनाइरह। अझ मेरो मजा गनाएको? मेरो मजा कहिले गराउँदैन। यो सुन त म यहाँलाई, मेरो मजा कहिले गराउँदैन। म त्यति सफा सुग्घर छु, तँलाई थाहा छ? मेरो गनाएको छ त म प्रेसर लो छ क्या तेरि आमाको अलिकति।
मजा गर्न होइन तगन तनाउनु गएर खुर्कन ए ड्याडी कुन आउँछ यस्तो चिसोमा तातो पानी त चाहियो नि तातो पनि मात्रै तातो पनि कति नुन पनि मिसाएको छ दिउ होइन होइन ततार नहुने भने मैले त ग्यासको भाउले आकाश छोइसक्यो खुर्कन चिज पानी लजा ड्याडी त्यही नि ए ड्याडी तातो पानीले नुहाउँछु नि अलिकति पापा हामी पनि आगो बालौँ न मलाई आगो ताप्न कस्तो रहर लागिरहेछ नो बाबु आगो डेन्जर हुन्छ तिमीलाई केही भइहाल्यो भने अझ आगोमा त हार्मफुल ग्यासेसहरू हुन्छ जस्तै नाइट्रोजन अक्साइड हाइड्रोजन साइनाइड इट्स नट गुड फर हेल्थ बेटा हिटर त पाउन म एसी पनि ठुलो गराइदिन्छु पक्का है चाक्सिका किन डर आगो छ ड्याडी धुवा आयो के ल धुवा नै त हो कान्छ मेन धुवा त सुङ्ने हो क्या सट्टै त्यो सुँगेपछि रुवा सुवा सब ठिक छ यसरी सुङ्ने क्या यसरी सुङ्ने सुन्ने भनेपछि याद आयो ल म तँलाई एउटा कथा भन्छु ल सुन एक दिन म शान्तिसँग जङ्गलमा बसिरहेको थिएँ एक्कासी झाराक झुरुक गाउँलेहरू उठेर आएछन् पुलिसको साइरन पनि बज्यो अनि भागौँला मात्र भन्न लागेको थिएँ च्यापचुप समातिहालेँ अनि ड्याडी तपाईँ शान्तिसँग जङ्गलमा बसेको बेला किन मान्छेले त्यसैले हटाएको अब म मात्रै भयो त छुट्टै कुरो शान्ति पनि सँगै थिए बिचरी मेरो शान्ति अहिले पनि माया लाग्छ मलाई अनि सुँग्ने भनेपछि कसरी याद आयो ड्याडी यो कथा जताउ ल्याएछ आगो निको जान्छ कहाँबाट ल्याउने यहाँ पल्लो घर टन्न दाउरा छ क्या जान लु सुक्क गरेर ल्याएछ अनि गाली गऱ्यो भने तेरो बाउ तँले को चिनेकै छैनस् तेरो बाउको यो गाउँमा छुट्टै इमान इज्जत प्रतिष्ठा छ जा लिएर आइज कसरी के भने म यहीँ छु मलाई बोला त्यो भए अर्को दौरा कहाँ चोर्ला ओ मिस्टर चोरी होइन ल यो दाउरा तपाईँले मलाई चिने छैन क्या मेरो ड्याडी को तपाईँलाई थाहा छ रामचन्द्र हो मेरो ड्याडी त्यही हुनुहुन्छ हेर्ने हो ड्याडी पापा हेरौँ न स्नो परिरहेको रहेछ हामी पनि जाउँ न स्नो खेल्न ओके बेटा जाउँ मेरी जान हरदम रखना अब हाथ ये सर पर ड्याडी यो हेर्न स्नो परिरहेको छ स्नो खेल्न लाउनु न हामीलाई पनि स्नु तँलाई स्नु भन्नु सिकाउँछ तेरो सरकारी स्कुलमा हिउँ भन्न तेरो बाबु ए ड्याडी घुम्छु नि घुम त घुम यहाँ अगाडि फनी घुम तँलाई कसले रोकेछ ए ड्याडी कति लग्नु नि क्या हिउँ खेल्न लाउनु नि ड्याडी त्यही भने बुढा लगन यसपालि त्यो खेल्न कहिले लाँदैनौ हो यसले उचाल्न पठाएको रहेछ नि छोरालाई कम्तापुरको लागि चेष्टा छोरालाई यस्तो जाडो महिनामा कोही हिउँ खेल्न जान्छ जाडो महिना त तातो ठाउँ पो जाने त ल होइन म तिमीलाई तातो ठाउँ लिएर जान्छु साँच्ची हो ड्याडी साँच्ची हो ए ल कस्तो राम्रो घाम कति तातो कति आनन्द छ ए बुढी खोइ दुधले त छाडा बुढो छोरो यहीँ छ कहाँ दिउँसै दिउँसै तेरो बाउ तर दुध बसालेको छ तँ लिएर आइज भने अनि त्यो सुन त त्यो सुन्तला पनि लिएर आइज त छोरो अलि माथि गर्दा कति राम्रो घाम मेरो छोरो कति राम्रो गर्छ Hey guys, thank you for watching this video and thank you for 10k subscriber. ओ कहाँ जाँला पढ्नु भएको अनि मलाई 10k सब्सक्राइबर भएन नि ल गाइज हाम्रो 10k सब्सक्राइबर चाँडै पुर्याइदिनु होला हाम्रो भिडियो हेर्दै गर्नु होला माया गर्दै गर्नु होला थ्याङ्क यू है अपन के भन्नु भन भन थ्याङ्क यू गाइज किप लभिङ किप सपोर्टिङ बाई 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 म तँलाई एउटा कथा भन्छु ल सुन एकचोटि म जङ्गलमा शान्तिसँग बसिरहेको थिएँ अब गाउँले हो झराकझुरुक एकैचोटि उठेर आयो पुलिसको साइरन पनि बज्छ भाग्दा 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 बल्ल बल्ल बिचरा शान्ति पनि खसी के भयो ए भाइ के भन्नु मैले